लाग्छ सक्ने जति काम गर्ने भनेको छ हुनाले म यो हजुरहरूसँगको सामान्यतालाई माया मार्न सकिँदैन। यो व्यवस्थित गीत गाइरहेको छु। थाहा छ मेरो स्वर राम्रो छैन। हजुरहरूले सुनिराख्नु भएको छ। म कृतज्ञ छु। त्यही म दोहोऱ्याएर भन्छु, फेरि यो अवसर आउँछ आउँदैन जीवनमा कुनै ठुलो छैन। मेरो एकजना कृष्ण जोशी भन्ने कवि साहित्यकार साथी दाजु हुन्थ्यो। भोलि भेटौँला है भाइ भनेर छुटेको मान्छे भोलि त उहाँ खतम भइसक्नु भएको थियो। कच्चा बच्ची भन्नु के भन्नु। त्यस कारण आफ्ना कर्महरू हामी गरौँ। सबैले जे कर्महरू सकौँ, सक्ने जति असल कर्म गरौँ। अब गुरुजीले प्रवचन गरे जस्तो चाहिँ होइन, यो मेरो अनुभवले त्यसो भन्छ। अब यो चाहिँ मान्छेको जीवनमा, हरेक जीवनमा अतीत हुन्छ। एउटा बालकपनको अतीत, किशोर अवस्थाको बिच, युवा अवस्थाको बिच अतीत, प्रेमको अतीत, हाम्रो इतिहास र भूगोलको अतीत। त्यसलाई कहिले भेट्न मन लाग्छ अरे। भेट्न पाए कस्तो हुन्छ। दार्जिलिङ नेपालको थियो भन्छ, त्यो एउटा अतीत हो। तर भेट्न पाए हाम्रो नेपालको बनाउनु पाए कस्तो हुन्छ हामी कल्पना गर्छौँ। त्यस्तै प्रेमको पनि एउटा अतीत हुन्छ हरेक चिजको। त्यही प्रेमको अतीत भेट्न मन लाग्ने कथा हो यो। यो नितान्त मेरो व्यक्तिगत अनुभूति हो। कसैसँग मेल पान्छ पनि क्षमा माग्न चाहन्छु। सुरु गर्छु है। माया को पूछा
मेरो मायालाई कहाँ लगो हे मेरो मायालाई कहाँ लगो मिठी पानी वारी लगो मिठी पानी वारी लगो मेरो Oh